हामी चाहिँ अब होइन 3 जना भएर चट्ट रुमबाट अब माथि उहाँ डाँडामा उता ओबुदा डाँडामा घुम्न जाँदैछौँ है साथीहरूसँग। उताबाट साथीहरू आउँदै हुनुहुन्छ। हामी 10-12 जना टिम। ल है साथीहरू ल लाग्यो अब मजाले। ल है त यहाँ चाहिँ हाम्रो साथीहरूले होइन मेट्रो चढ्नुको लागि यो टिकट लिइरहेको छ। यहाँ चाहिँ पैसा हाल्ने टिकट लिने अनि चढ्न पाउने बल्ल त्यो सुविधा बनाएको छ। जाँदैछौँ घुम्न साथीहरूसँग होइन। हेलो गाइस, कता घुम्नु जाने भाइ? घुम्नु जाने हो क्या हामी? हामी यहाँबाट कता जाने हो? यता साइडबाट माथितिर जाने हो। मार्केटमा सक्यो। भित्र हेर्दैन मात्र जङ्गल होइन। उही लास्टै हामी तीसम्म हो कि बिचमा ओर्लिनु पर्छ। मलाई थाहा छैन। अब हामी जान्छौँ त्यो माथिको डाँडामा है। अब चाहिँ हामी अब बाटो लाग्यो होइन। ल हाम्रो ग्रुप केटाहरू चाहिँ आउँदैछन् होइन पछि। अब यात्रा ल हामी कता जाँदै हुन्छौँ है? कता जाने हामी? ल यहाँ अब हामीलाई होइन गाडी गर्ने यहाँको एउटा लोकलै भेट्यो होइन। त्यो मान्छेले चाहिँ म बाटो देखाउँछु होइन भनेर हिँडिरहेको छ। जाँदैछौँ है। हामी चाहिँ यो जङ्गलको माथि डाँडा एकदम हाई पोइन्टमा जाँदैछौँ। ओहो भाइ तिर्खाला यहाँ पानी कहाँ छ? त्यो हो। ल ल ल ल त्यो खाना पर्यो। ल यो पानी है। हाततिर जाऊ दौडेर अलि दौडेर उकालो जाऊ अलिक फटाफट अब भयो। हामीलाई चाहिँ होइन उहाँ यहाँको मान्छेले चाहिँ यहाँसम्म बाटो देख्नु भयो। यहाँ चाहिँ यस्तो रहेछ कि है। यहाँ चाहिँ यो दुईवटा बाटो रहेछ अनि कन्फ्युज हुन्छ भनेर चाहिँ देखाउन आएको रहेछ है। यहाँबाट तलतिर एउटा जाने बाटो छ। हाम्रो चाहिँ यो बाटो सिधै ठाडो उकालो भएर जानु त्यसपछि पुगिन्छ भनेर होइन बाटो चाहिँ देखाउनु भयो। ल फर्केर जानुभयो उहाँ चाहिँ। अब हामी जाँदैछौँ अब बिस्तारै बिस्तारै। ल ल ल जुस भन्दा फेरि अरू खाने होला। ए यो ब्यागमा के रहेछ हौ? के छ? ल ल ल खानुपर्छ। ओके साथीहरू चाहिँ अब होइन यहाँ आधी बाटो क्या जङ्गलमा आएर चाहिँ अब होइन हल्का बाटोको उसमा यो बाटोको नाममा ह्याप्पी बर्थडे मनाउने कुरा भयो होइन। साथीहरू मनाउँछ बर्थडे। ल बर्थडे बोय चाहिँ उहाँ हुनुहुन्छ उहाँ। ल गुड। ल थ्याङ्क यू। सबै है जुस खाने जुस पानी खाने पानी है। बर्थडे मनाइरहेछौँ सेलिब्रेट चाहिँ मजाले गरिरहेछौँ है। अझै हामी जाने डिस्टेन्स चाहिँ छँदैछ है साथी हो। यो हो होइन माथि यो तामास्तिर यो
बाटो यही हो अब उता जङ्गलमा एकदम अझै अलिकति हामी यहाँबाट अझै पनि जान कति 20 मिनट लाग्छ होइन ल चेस्ट ल ल ल बाटो हेर्नु हामी कहाँ हिँडेको रे ओ भाइ हामी कहाँ हिँडेको हो हात्ती पाइले डाँडो ल हात्ती पाइले डाँडो हो साथी ल ल तिन दुरा चाहिँ के ब्याउन लाग्यो कि पालो गर्न थाले यार यो त काट्न मिलिहाल्छ यस्तो रक्छ ल ल जाऊ 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 छिटो सक्ने हो ओ खाँदै पनि हिँड्न मिल्छ अब आधी बाटोमा आइपुग्न लाग्यौँ अझै पनि छ नि यहाँ ल हिँडौँ अगाडि बढौँ अब यहाँको उसमा चाहिँ यस्तो छ यो एरोले होइन यस्तो देखाएको छ कि यो बाटो जाने होइन यताबाट जाने भने ठ्याक्क ठाउँमा चाहिँ चिन्ह राखेको छ अगाडि है यस्तो मजाले अरू यहाँको मान्छेहरू पनि निकै घुम्न आउने रहेछन् लगभग हामी आइपुग्न लाग्यौँ है साथीहरू यिनीहरू पनि घुम्न आएर छन् होइन मजाले ल ल ल आइपुग ओहो यहाँ त एउटा कुरा फेरि मलाई सम्झना आयो कि हामी साइकल लिएर आएको चाहिँ एकदम दामी हुने रहेछ यो साइकलको लागि पनि एकदम दामी बनाएर रहेछ त्यो उसमा साइकल अझै पनि उता जाने भने होइन यो एरोड चाहिँ उता देखाइरहेछ टक्क अब यो चाहिँ अब जङ्गल भन्नुहुन्छ भने होइन यो चाहिँ अब नेपालको अब शिवपुरी राष्ट्रिय निकुञ्ज जङ्गल छन् त्यस्तै टाइपको छ है यो पनि यहाँको अब त्यस्तै केही होला अब हङ्गेरीको होइन यो बुदापेस्टको यो डाँडामा अब यो फुलहरू अब यो कस्तो खालको फुल भने कि यो कस्तो खालको पात भन्ने है यो चाहिँ एउटा यो ठ्याक्कै यो चाहिँ यो टाइपको यो जङ्गलमा चाहिँ छ नि यो क्यानाडाको उसमा फ्ल्यागमा चाहिँ यो छ है यो पातको चित्र छ होइन यस्तो रुखहरू चाहिँ मजाले रहेछ कि यहाँ एकदम मजाले हुने रहेछ हो ल ल जाउँ मास्टरमा ल भगवान साइकल यसरी आएर चाहिँ होइन मजाले लिएर आउनुपर्ने रहेछ यहाँ होइन यसरी तिर्के यो रहेछ नि त पारा यार साइकलवाला ओहो यस्तो जङ्गलमा है सरर कुदेर गयो यार हामी त अब हाम्रो अब 11 नम्बरको बाइक छँदैछ नि हाम्रो होइन त्यही भएर हामी चाहिँ हिँड्न सक्ने मान्छे त्यसमाथि फेरि अब नेपाली होइन वीर गोर्खालीको छोरो डाँडाकाँडा उकालो हिँड्न सक्ने मान्छे आइजो आनन्द छ त्यही पनि हामी कोसिस गरेकै छौँ होइन यो लेखमा पाउने चिजहरू पाउने रहेछ यो चाहिँ धुपीसल्ला है यो चाहिँ अलिकति बुढो भएछ बिचरा मरेछ धुपीसल्ला अब लाली गुराँसको फुल चाहिँ अब खोज्नु पर्ने होला तर यहाँ हुँदैन होला होइन अब अरू नै फुलहरू छन् त मान्छेहरू घुमिरहेछन् हेरिरहेछन् होइन हामी चाहिँ जाँदैछौँ एकदम सिधा सर्टकट बाटो हामी एकदम ल जाउँ यही बाटो हो क्या अब लगभग आइपुग्न लाग्यो क्या ल यो लास्ट होला अब फेरि गाह्रो होइन हिँड्न गाह्रो भयो क्या हो तपाईँहरूलाई छिटो आउनु हौ छिटो आउनु ल चाँडै आऊ ल आइपुग्नु भयो ल जाम ल आइपुग्नु लाग्यो ल यहाँ चाहिँ यस्तो छ है सबै यो एरोले होइन देखाइरहेको छ होइन यतै हो जाने भनेर चाहिँ होइन बाटो ठाउँमा अब गाइड चाहिँ गरिरहेको छ है हामीले चाहिँ एरोले ल जाउँ है के गरे हो यो फेरि यो हो नि त
यो साला यो देश यस्तो छ नाटक नै हाम्रो नेपाल यसको बाउ थियो मुजी चोर नेताहरूले गर्दा सकेपछिहरूले खाएर राजा भइदिएको भए एटलिस्ट ल बनाउँथे नि त बोतल बोकेर मुलाको साग त्यो केपी चोर भन्ने कि के भन्ने हो चोर देश छोड ल गुड केपी तपाईँ देश छोड भन्नु ल भन्नु त मलाई केपी चोर देश छोड भन्नै पर्ने जस्तो एटलिस्ट राजा भइदिएको भए अहिले यस्तो यो हाम्रो देश यहाँका मान्छे हाम्रो देशमा गएर काम गर्नुपर्छ यहाँको बिचरा है यस्तो हामी यस्तो नर्मल जङ्गलमा पनि हाम्रो देशमा गएर काम गर्छ त्यत्रा मुला फ्याक्ट्री बेचेर खायो चोर काङ्ग्रेसले कालो काङ्ग्रेस भनेर त्यसै भनेको ल जाऊ यो हाम्रो नेपालको हेरेर यहाँ नर्मल के यहाँ यी बिचराहरू यिनीहरू होइन घुमिरहेछन् होइन घुमिरहेछन् हामी पनि घुम्दै हिँड्नेछौँ हेलो हेलो चाउ चाउ बस्छ मलाई यार बेचेर खाएको त काङ्ग्रेसले नै हो फ्याक्ट्रीहरूले के भन्नु चाहन्छ तपाईँ केपीले के भन्नु केपी चोर देश छोड भन्ने हो माथि त्यति साह्रो चाहिँ एग्रेसिभ नहो होइन हल्का अनि अर्को के अरे त शेरबहादुर देउवा हो होइन एउटा त्यो के भन्छ नि साथीहरूले होइन केपी ओली शेरबहादुर देउवा प्रचण्ड भने होइन हाम्रो देशको राष्ट्रिय गहना हुन् यिनीहरूलाई चाहिँ होइन क्या अरूले चोरेर लान सक्छन् त्यही भएर जमिन मुनि गाडेर लुकाएर राख्नुपर्छ भन्थ्यो नि त्यस्तै पारा भएको छ है साथीहरू है बुझौँ है राजनीतिक धेरै भयो होइन केपीलाई भोट दिने मान्छे खराब होइन किडनी दिने खराब हो ल गुड ल यो भाइले चाहिँ दनका दियो है धेरै जन्म दिने त्यो तपाईँको दीर्घायु आयुलाई किडनी दिने बहिनीलाई चाहिँ कारवाही होस् भन्नु धेरै म भन्दाखेरि भोलि तपाईँको पनि धेरै थाम्दैन होइन कितनी नथाम्ने होइन यत्रो वर्ष अब होइन दुःखैमा भोग्यो अब 2-4 वर्ष ल ठिक छ ल ल है गुनासो जनगुनासो होइन बुझ्यो होला नि त ल अझै पनि बाटो चाहिँ यतै देखाएर एरोलाई चाहिँ होइन फलो गरेर चाहिँ हामी जाँदैछौँ है बिस्तारै उकालो चढ्दैछौँ हामी के कारणले चढेको भने चाहिँ होइन यो हङ्गेरीको बुदापेस्ट होइन एकदम के सबैभन्दा अग्लो अल्टिच्युड होइन एकदम हाई ठाउँमा चाहिँ होइन हाइएस्ट ठाउँमा चाहिँ हामी होइन बिस्तारै जाँदैछौँ हामी कस्तो रहेछ त्यहाँबाट चाहिँ होइन हङ्गेरीको सहर चाहिँ कसरी देखिँदो रहेछ भनेर चाहिँ एउटा पुगेर हेरौँ न भनेर चाहिँ होइन अवलोकन गर्न लागि जाँदैछौँ कि हामी उकालो चढ्दैछौँ है अब जाँदैछौँ कतिखेर हुन्छ होइन कस्तो देखिन्छ वहाँ माथि पुगेर होइन तलको बजारहरू होइन सिटीहरू सहरहरू त्यो तपाईँहरूलाई होइन मजाले देखाउँछौँ है हामीले जति पनि देख्न सक्छौँ त्यो सबै देखाउँछौँ बिस्तारै जाँदैछौँ साथीहरू गफ गर्दै लाग्दैछ है हेर्नु बिचमा मान्छे कोही पनि बस्नु नपर्ने एउटा सानो एरोले मात्रै बाटो देखाइरहेको छ होइन यसकै उसमा चाहिँ हामी फलो गरेर जाँदैछौँ हामी है ल ल ल आइपुग्यो ल ल बढ्दैछन् साथीहरू होइन अल्छी नमानिकन एकदम दुःख नमानिकन मजाले अगाडि बढ्दैछन् पछाडि छन् भेडापाठाहरू आउँदैछन् है डोरले तान्नु जानुपर्ने भएछ है ओके धन्यवाद है सादाजु नमस्ते के खबर के छ हामी नेपाल दोरोसी डाँडामा जाँदै हो मनकामना होइन र भन्छ हजुर त्यो भ्यू पोइन्ट हो कि एक्ज्याक्ट हजुर यो चाहिँ बुढा साइडको हिल हो हजुर उता पारि चाहिँ बुढा पेस्टहरू चाहिँ तल देख्छ ए हजुर जस हामी अब यो टप डाँडामा पुगेपछि है अब हजुरको अग्लो स्पट यही हो हङ्गेरी बुडापेस्ट सिटीहरू अनि अरू अन्य सिटीहरू हामीले देख्न सकिन्छ है ओके दाजु थ्याङ्क यू है हजुर इन्फर्मेसनको लागि चराको आवाज सुन्ने आनन्द के एकदम यति मजा लाग्छ यो चरा होइन कहाँ बसिरहेछ अन्त ठ्याक्कै देखियो होइन कता छ र फर्किँदैछन् है साथीहरू अरू पनि
ल लाली क्रस हेर्दै हिँडेको यहाँ चाहिँ यस्तो खालको यो चाहिँ फुल रहेछ कि यो फुल रहेछ अरू मान्छेहरू पनि फर्किँदैछन् हामी पनि हिँड्दैछौँ लगभग हामी आइपुग्नेलाई आइयो सर हामी ओहो ल आइयो ल हत्तेरी लगभग आधी घन्टा तल होइन हामी गाडी छोडेदेखि आधी घन्टाको बाटो हिँडेपछि उकालो बाटो हिँडेपछि लगभग हामी अन्तिम डेस्टिनेसन पोइन्ट हाम्रो आइपुग्यो है अब मान्छेहरू पनि यहाँ मजाले घुम्न आइरहेछन् होइन अरू पनि घुम्न आउने रहेछ यहाँ होइन यो चाहिँ टाइगर है टाइगर सेम लाइक टाइगर आइपुग्यौँ हामी यो डाँडामा चाहिँ यस्तो रहेछ होइन अब यहाँबाट चाहिँ के देखिन्छ ओहो माथि पनि चढ्नुपर्ने ऊ रहेछ यहाँ भ्यू पोइन्ट ओ टावर पो रहेछ त माथि पनि तेरि बोबाल रहेछ यार वाउ खतरा लाग्यो है खतरा लाग्यो ल यताको यो होइन यो जङ्गलको बाटो आएर खोइ त अनि साथीहरू खोइ त अनि ल हामी आइपुग्यौँ भने त ल हामी आइपुग्यौँ होइन अब हाम्रो फाइनल उसमा आइपुग्ने भनेको यही हो है डेस्टिनेसन यही आजको यही हो हाम्रो यही माथि हो यही माथि हो अब यो माथि अब यो भ्यू पोइन्टमा चढेर हामी होइन तल तल के देखिन्छ सबै हेर्ने होइन मजाले आनन्दले सबै सुरा हबीबी के फल हाल मथला जेपेटी नबोलौँ है साथी हो ल हामी पनि अब यो माथिको यो यहाँ होइन भ्यू पोइन्ट चाहिँ यो हो है अब यहाँ पुगेर अब के देखिन्छ हेरौँ हामी पनि होइन जाँदैछौँ बिस्तारै ल आइपुगेपछि होइन साथीहरूको एउटा मेमोरीको लागि यहाँ फोटो होइन हानिरहेको हुन्छ होइन फोटो हानिरहेको होइन हौ यो त सेट तार होला ल आइपुग्यो साथीहरू चाहिँ वहाँ माथि पुगेर होइन बोलाइसक्यो ल वहाँ माथि पुगेर बोलाइसक्यो है मजाले हात हालेर माथि पुगिसकिसक्यो साथीहरू है हामी चाहिँ जाँदैछौँ अब ल अब चाहिँ देखिन लाग्यो ल रियल हङ्गेरी south down that Oh my way god Croatia 200 kilometers behind us Austria 200 kilometers the border only this way is the border very close 60 kilometers and it's Slovakia the Danube is a natural river. This side is Hungary, the other side is Slovakia. So you cross a bridge and you're in a different country. उहाँ चाहिँ भेरिफिङ गर्दै हुनुहुन्छ होइन कता कति छ भन्ने कुरो वाउ ल रियलमा चाहिँ यस्तो छ है साथीहरू है तपाईँहरूले होइन उहाँ एउटा यहाँको जाने बुझ्ने मान्छेले होइन भनेको सुनिसक्नु भयो होइन वहाँ चाहिँ यस्तो छ है भ्यूहरू ओ माई गड
अर्को है यो तलको बाटो अर्को यो तल बस्नु चाहिँ कता हो हाम्रो घर चाहिँ कता हो बस्ने हाम्रो घर कता आइयो यहाँ चाहिँ यस्तो छ है यहाँ माथिबाट देख्ने ठाउँ चाहिँ यस्तो छ है बवाल भ्यूहरू छ है ओ माई गड पार्लियामेन्ट यहाँबाट हेर्न आउँ त सागर दाइ ओइ यहाँ सिधा ओहो पार्लियामेन्ट गुड यहाँ सिधा हेर्नु हाम्रो घर चाहिँ हेर्नु त सिधै उता रहेछ है हो ओ यो ठुलो दरबार जस्तो चाहिँ होइन पार्लियामेन्ट हो है यहाँ हङ्गेरीको संसद भवन होइन यो बाट चाहिँ हाम्रो लगभग यतातिर चाहिँ हाम्रो बस्ती छ है मजाले यो चाहिँ यताबाट चाहिँ हामी चाहिँ यताबाट आएको है हामी चाहिँ यताबाट आएको खतरा आयो है टाइम यो पनि लाग्यो बुदापेस्ट यो चाहिँ यो रहेछ है तलबाट चाहिँ देखिने चाहिँ भिडियोहरू होइन बजारहरू चाहिँ यो रहेछ आगुवाई गर्छन् कि मान्छे माथि एकदम माथिबाट हाई पोइन्टबाट चढेर हेर्दाखेरि जग्गाहरू यस्तै है बजारहरू यस्तै छन् है मजाले यहाँ फोटो खिच्ने मान्छे उत्तिकै छ है यताबाट आज मौसम पनि यस्तो दामी खुलेको छ कि आकाश पनि है यो पुरै ग्रिनकै हरियाली सिटी होइन हाम्रो जस्तै भन्छ नि ग्रिन सिटी भने जस्तै नेपालको जस्तो डाँडाकाँडा हरियाली चाहिँ यहाँ पनि रहेछ है यो साथीहरू फोटो खिच्ने होइन ब्रिफिङ लिने यता सबै आफ्नो काममा बिजी छन् है फेरि फोटो खिच्ने स्टाइलहरू है खिचौँ साँच्चीकै सुन्दर रहेछ है यो पनि हाम्रो नेपाल जस्तै एकदम मजाले एकदम ब्युटिफिकेसन के जङ्गल हरियाली होइन त्यस्तै बजार होइन सिटीहरू त्यस्तै छ त्यही पाराले यस्तो दामी सजिएर बसेको छ कि यस्तो दामी क्या है यहाँ हेर्दाखेरि चाहिँ है वातावरण चाहिँ यस्तो छ है यहाँ माथिबाट देख्ने ठाउँ चाहिँ यस्तो छ है बवाल भ्यूहरू छ है ओ माई गड पार्लियामेन्ट यहाँबाट हेर्न आउँ त सागर दाइ ओइ यहाँ सिधा ओहो पार्लियामेन्ट गुड यहाँ सिधा हेर्नु हाम्रो घर चाहिँ हेर्नु त सिधै उता रहेछ है हो ओ यो ठुलो दरबार जस्तो चाहिँ होइन पार्लियामेन्ट हो है यहाँ हङ्गेरीको संसद भवन होइन यो बाट चाहिँ हाम्रो लगभग यतातिर चाहिँ हाम्रो बस्ती छ है मजाले यो चाहिँ यताबाट चाहिँ हामी चाहिँ यताबाट आएको है हामी चाहिँ यताबाट आएको खतरा आयो है टाइम यो पनि लाग्यो बुदापेस्ट यो चाहिँ यो रहेछ है तलबाट चाहिँ देखिने चाहिँ भिडियोहरू होइन बजारहरू चाहिँ यो रहेछ ल साथीहरू आज चाहिँ यो हङ्गेरीको राजधानी बुडापेस्ट डाँडाको यो राजधानीको बुडापेस्टको पनि सबैभन्दा अग्लो शिखर हाई पोइन्ट डाँडामा गएर देख्ने चिजहरू अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि तपाईँहरूलाई सबैजनालाई धेरै धेरै धन्यवाद र अब यहाँबाट होइन
हाम्रो फर्किने पनि हुन्छ। अब फर्किने चाहिँ म तपाईँहरूलाई चाहिँ नेक्स्ट भिडियो पार्ट 2 मा लिएर आउनेछु। हामी फर्केको यात्रालाई चाहिँ है, त्यो पनि हेरिदिनु होला। सबैजनालाई धेरै धेरै धन्यवाद अन्तिमसम्म हेर्नुभयो र मेरो यो युट्युब च्यानललाई माया गरिदिनु होला। सबैजनालाई धन्यवाद। जय नेपाल।